रियाक्सन हेर्छु त म आज के भन्छन् नि त्यसले हेलो गाइस अहिले म फाइनली यहाँ गेम खेल्न गयो हैन यहाँ ल तपाईहरु चिन्नुहुन्छ भने यो यहाँ गेम खेल्न बस्छ पढ्दै पढ्दैन के भएको त भाइ पढे अलिकति त्यस्तो भिडियो दिन त यहाँ पढ्न आको यहाँ गेम खेल्न आको ह त यस्तो यस्तो भिडियो दिन हालै हेरिन भाइरल गेम भाइरल भाइरल Oh my god. जस्तो के छ हालखबर ओए भाइ त के भयो ल लेटाओ गाइस म चाहिँ अहिले साथीहरुसँग आइसके है अब यहाँदेखि म शपिङसम्म जान्छु नि त जान्न भाइ गाइस हिँड्न खुवाउँछु नि त म वेलकम ब्याक टु माई भ्लग गाइज आज म चाहिँ जाँदैछु सपिङ गर्नको लागि वृन्दावन हैन वृन्दावनको कुना 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 कुनातिर जाँदैछु बजारमा सपिङ गर्नको लागि है अनि म साथीकोमा जाँदैछु टक्कसँग अनि साथीकोमा टाकान टुकुन गर्नु छ अनि च्यानलमा पहिलोचोटि आउँदै हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला अनि लाइक पनि गर्नु अनि कमेन्ट पनि गरिदिनु होला यति भए मलाई पुग्छ हौसला त बढाइराख्नु पर्यो नि त गाइज त्यही भएर सब्स्क्राइब त्यही भएर अब हामी सुरु गर्छौं भ्लग सो गाइज अहिले चाहिँ म आश्रमबाट हो खुच्चे के हेरेको खुच्चे हिँडिसकेको छु है अनि अब चाहिँ म डाइरेक्ट सररररर कति 11 पैयाको गाडीमा 11 नम्बरको गाडीमा म जाँदैछु अहिले है गाइज बजारसम्म चाहिँ मेरो 11 नम्बरको गाडी जान्छ 11 नम्बरको गाडीमा चाहिँ म किन गइरहेको छु भन्दाखेरि मेरो 11 नम्बरको गाडी चाहिँ बजारसम्मै पुग्छ क्या यस्तो गाडीहरू चाहिँ आधी बाटोमा उत्रुन्छन् आधी बाटोमै पुलिसले रोकिहाल्छन् अनि म त्यही भएर 11 नम्बरको गाडीमा चाहिँ जाँदैछु अहिले चाहिँ म यो प्रेमानन्दजी महाराज जाने बाटोमा आइपुगेको छु है अनि म चाहिँ यस्तोमा छु अहिले 11 नम्बरको गाडी मेरो अहिले प्रेमानन्दजी महाराज यही बाटो आउनुहुन्छ अहिले दिउँसो यस्तो भिड छ भरे झन् भिड हुन्छ यही बाटो हो यताबाट आउने है यस्तो हुँदै यता जाने यता चाहिँ जाने खालको हो यो बाटो आउने यताबाट आउने यताबाट जाने कति 1.5 किलोमिटर हिँड्नुहुन्छ होला महाराजजी राति 2:30 बजे 2:30 बजे हिँड्नुहुन्छ रातिको 2:30 बजे चाहिँ महाराजजी यो बाटो हिँड्नुहुन्छ अनि मान्छे यति धेरै हुन्छन् कि यहाँ दर्शन गर्नेहरू मैले त न्यु इयरमा त ठाउँै नपाएको गाडी यो कारको माथि चढेर दर्शन गर्यो त्यस्तो भिड थियो अम्मा त्यहाँसम्म जानु पनि के र ओ लिइरहनु होइन लिनु भन्दा त बरु हिँड्दै गयो मजा पनि आउँछ भिडियो सुट पनि हुन्छ त्यही भएर तपाईँको गाडी लिएको अनि अस्ति प्रेमानन्दजी महाराजलाई यही के अरे 3-4 दिन हिँड्नुभएको थिएन नि त्यतिखेर चाहिँ यही हो गाइज एनआरआई ग्रिनको मान्छेहरूले नै होला भिडियो पनि हेरेको थिएँ मैले चाहिँ एनआरआई ग्रिनको मान्छेले ब्रजवासी हो हामीलाई राति डिस्टर्ब हुन्छ भन्ने यिनीहरू नै हो यहीँको मान्छेहरू हो है गाइज म गाइज इस्कन टेम्पल जाने बाटोमा आइसकेको छु है
अनि इस्कन गौशाला परिक्रमाहरू पनि यतैबाट जान्छ। परिक्रमा मार्ग जाने बाटो पनि यो हो। यहाँबाट चाहिँ परिक्रमा मार्ग अनि भक्ति वेदान्त स्वामी गौशाला सब यतैबाट गइन्छ है। म चाहिँ यहाँको लोकप्रियतालाई मात्र दर्शाउने कोसिस गर्दैछु गाइज। भिडियो पुरा हेर्नु होला। अनि अहिले चाहिँ हामी आएका छौँ भागवत भजनाश्रम शाखा सन्त निवास। शाखा यसको चाहिँ शाखा कहाँ छ भन्दाखेरि विद्यापीठ बाँकी बिहारी मन्दिर जाने बाटोमा त्यहाँनिर चाहिँ छ यसको शाखा। म पहिले पनि त्यहाँ बसेको नि त, भन्दा मैले अर्कै आसन बसेको त्यहाँ यताउता हिँडिरहन्थ्यो। अनि त्यही भएर चाहिँ यसो जानकारी त हुन्छ नि त यताउता हिँड्दाखेरि होइन। अहिले चाहिँ म त्यस्तो सर्टकट बाटो हुँदै होइन हाइवेमा आइपुगेको छु। यो चाहिँ बिहारीजी टु प्रेम मन्दिर छटेकरा हो, वैष्णोदेवीसम्म जान्छ। अनि यता प्रेम मन्दिर, यता बिहारीजीको बाटो हो। अगाडि गएर चाहिँ बिहारीजीको जाने बाटो यता हो है। अनि यहाँसम्म आउनुभएको छ भने केही सिकाउँ त होइन, वृन्दावन आउँदै हुन्छ। अनि वृन्दावनको बारेमा केही थाहा छैन भने सबैभन्दा सुरुमा बस्नुपर्ने चिज भनेको चाहिँ के भन्दाखेरि यहाँको बाँदरहरूदेखि चाहिँ बच्नु होला है गाइज। यहाँको बाँदरहरूदेखि बस्नुभयो भने त्यसको सामान सुरक्षित। अब बाँदरदेखि चाहिँ कसरी बस्ने त भन्दाखेरि बाँदरदेखि बस्ने उपाय भनेको चस्मा लाउनु भएको छ भने चस्मा खोल्नु होला। क्याप, टोपी, ढाका टोपी जे लाउँदै हुनुहुन्छ सब खोल्नु होला। तपाईँ यहाँसम्म आउनुभएको छ भने चाहिँ यो भिडियो सेयर पनि गर्न मिल्छ, किनकि मैले केही सिकाएको छु नि त होइन। अनि त्यही भएर म चाहिँ यहाँ अब दोस्तको साथीको घरसम्म कोठासम्म आइपुग्न आँटेँ। यहाँ चाहिँ फेरि यति बाँदर मिल्छ नि, बाँदरै बाँदर हुन्छ नि। अहिले बाँदर देखेको छैन, फेरि मैले आज के भएको बाँदर सब लुक्न थाल्यो कि क्या हो। म चाहिँ अहिले साथीको सम्म आइपुगेँ। यो चाहिँ मेरो साथीको कोठा हो। अनि यता जानु होला तपाईँहरू चाहिँ। म जस्तो हिँडेर त आउनु न पनि सिटीमा आउनुहुन्छ लगिहाल्छ, उहाँसँग छोड्छ सिटीले चाहिँ। त्यहाँदेखि चाहिँ पर बिहारीजीसम्म हिँडेर जानुपर्छ है दोस्तो। म चाहिँ यो के हेरेको भन्दाखेरि यहाँ बाँदरै हुन्छ क्या धेरै। बाँदर चाहिँ यहाँ प्रशस्तै हुन्छ, त्यही भएर यताउता हेर्दै हिँड्नुपर्छ। साथीहरूको रियाक्सन हेर्छु त म आज के भन्छन् नि त्यहाँ। हेलो गाइज, अहिले म फाइनली यहाँ गाइज म चाहिँ अहिले साथीहरूकोसम्म आइसकेँ है। अब यहाँदेखि म सपिङसम्म जान्छु नि त। हिँड्न खुवाउँछु नि त म। के यहाँ बस्छ हौ मुला, हिँड्न जाँदैन अरे उहाँकोले ल कुटुम हिँड्न हौ, साथी आएकै हुन्छ। हिँड्द ल, छोड क्या उहाँ पर लोही बजार किन जानु? कपडा किन्नु छ, म सपिङ गर्न आएको। अनि जानु अनि भाइ हिँड्न एक्लै किन जानु म? लामो किन आएको? यो किन जाँदैन हौ अम्मा यसलाई कुरेको ल्याङ्नु हो त भाइ त। हेर्न सक्नुहुन्छ तपाईँहरू कति साह्रो भिड छ। बाप्रे जाम, ट्र्याक्टर पनि यही छ, भ्यान पनि यही छ, अनि पछाडि बाँदर पनि यही छ। ओ दोस्तहरू यतै बसिरहेछन् है। यस्तो भिड, यो भिड कहाँसम्म छ त है त।
यो चाहिँ बिहारीजी जाने बाटो हो है। अनि यो बाटो तपाईँहरू सिधै जानुभयो भने बिहारीजीको मन्दिर पुग्नुहुन्छ। अनि तपाईँहरूलाई अर्को सूचना पनि दिउँ। कस्तो सूचना भने नि अब तपाईँको बाँदरले केही सामान लग्यो होइन, बाँदरले सामान लग्यो भने छोडेर नहिँड्नु होला। त्यसलाई 10-20 रुपियाँको फ्रुटी किनेर दिनुभयो भने त्यसले छोडिदिन्छ, मतलब फ्याँकिदिन्छ। अनि आफूले पकाउनु पर्यो, दिँदैन कि उसले। यहाँ हेर्दैछ कि लान्छ अब केही। यहाँ चाहिँ आम्मामा भिड यहाँसम्म छ। अनि ठाउँ ठाउँमा यसो जुत्ता सुत्ता राख्ने सुविधा पनि छ। यो सब भिडै हो भिड। अहिले मन्दिर खोल्ने बेला हुन आँट्यो नि त, अनि त्यही भएर यो मन्दिर खोल्ने बेलाको भिड हो। अनि म तपाईँहरूलाई बाँकी बिहारी मन्दिर जान्न अहिले म, किनकि लुगा किन्न हिँडेको। र पनि म तपाईँहरूलाई बाटो देखाउन सक्छु। सिधा जानुभयो भने चाहिँ ठ्याक्कै तपाईँ बाँकी बिहारी मन्दिर पुग्नुहुन्छ। अनि यहाँ चाहिँ गाइड पनि हुन्छन् क्या। यहाँ चाहिँ गाइड कति हुन्छन् हो। अनि यो भिडियो हेरेर आउनुभएको छ भने चाहिँ तपाईँले गाइड लिइरहनु पर्दैन है त गाइज। म त्यस्तो भिडियो बनाउँदैछु आज। भ्लग हो तर सन्देशमूलक भिडियो हुनेछ। अनि यहाँ दाजुहरू यता को आउँछ र म पक्रेर बसौँ भन्नुभएको छ, त्यही भएर यहाँ। अनि मोबाइल पनि गाइज एकदम सुरक्षित राख्नु होला। चेन काट्ने मान्छे पनि धेरै छन् यहाँ अहिले। यहाँदेखि यो चाहिँ विद्यापीठ चौरा भन्ने यो ठाउँ हो है। यहाँदेखि तपाईँ यताबाट आउनुहुन्छ। अनि यो चौरा जाने होइन, यसमा पनि जाने होइन, सिधा यो बाटो यहाँ सबै राखेको छ। यता जाने। ओ बाँदरले उहाँ चस्मा लिएर बसिरहेछ। अघि कसको चस्मा लिएर पारिसकौ। ओ भाइ साहबले लगा लिया, पेन लिया, चस्मा लगाउँदैछ मलाई यहाँ दिनको लागि हो। अनि अर्को कुरा, तपाईँलाई यो बाँदरले चस्मा लगायो भने नि 4-5 जना लड्का केटाहरू आउँछन् होइन। म चाहिँ तपाईँको चस्मा झारिदिन्छु, यति पैसा दिनु पर्यो भनेर तोक्छन् क्या। तर तपाईँहरूले त्यसलाई पैसा चाहिँ नदिनु होला, किनकि त्यसले दिने पनि एउटै हो अनि तपाईँले दिने पनि एउटै हो। तपाईँले दिए पनि बाँदरले दिइहाल्छ, अनि त्यसले दिए पनि बाँदरले दिन्छ। यस्ता मान्छेहरू धेरै आउँछन्। तर तपाईँहरूले चाहिँ नदिकन आफै फ्रुटी दिनु होला बाँदरलाई। बाँदरले कसरी फ्रुटी खाँदैछ त। त्यही भएर यो चाहिँ एकदम सेयर गर्ने खालको भिडियो छ गाइज है। म चाहिँ अब यतातिर जाँदिनँ, यहीँसम्मको हुन्छ। किनकि मैले पनि यता बाँदर हेर्दै हिँड्नुपर्छ कि मैले पनि। म चाहिँ यहाँदेखि यता जाँदैछु है। दोकानहरू होइन, कति सानो ठाउँमा पनि यत्रो सामानहरू राखेको हुन्छ क्या। म इन्डियाको चाहिँ खासियतै यही राख्छ क्या। हामी नेपालीकोमा हेर्नु होइन, अनि इन्डियाकोमा हेर्नु। तपाईँले नेपालीकोमा यत्रो ठुलो ठाउँमा पनि थोरै सामान हुन्छ भने यहाँ चाहिँ सानो ठाउँ हुन्छ, सामान चाहिँ धेरै राखेको हुन्छ क्या। त्यो पनि यस्तो सिस्टमेटिक राखेको हुन्छ नि, यस्तो दामी तरिकाले राखेको हुन्छ कि मान्छे हेर्दाखेरि पनि किनौँ लाग्छ क्या मान्छेलाई। यो चाहिँ मलाई इन्डियाको साह्रै राम्रो लाग्छ। अनि यहाँ हाम्रो साथी, म चाहिँ मेरो साथी भन्दिनँ नि, हाम्रो साथी पनि मसँगै हिँड्दै हुनुहुन्छ है। अहिले चाहिँ म हिँडिरहेको छु बाटोमा। अनि यता म चाहिँ उपर कार पार्किङ लिएको छ, त्यहाँदेखि तल्लोपट्टि जानुपर्छ जस्तो लाग्दैछ है। हेर छ्या
बाटोमै नालीमा दिशा गरिरहेको छु हौ। छे यस्तो चाहिँ नहोस् क्या, यस्तो पवित्र ठाउँमा त्यस्तो गर्नु भनेको कति हो। ठाउँ छ त गर्ने, ठाउँमा गएर गर्नु नि होइन। लगाइज अब चाहिँ साँच्चै दोकानमा हेर। अहिले चाहिँ म सिएफसी चौरा, यो सिएफसी चौरा अनि दाबन दोकान छ, दाबन दोकान छ है। कपडाको मात्रै दोकान हो यता चाहिँ है। तर म चाहिँ यहाँ पहिले पनि म यहीँ किन्थेँ अनि अहिले पनि यहीँ आएको छु पहिलासँग। मैले चाहिँ अहिले एउटा पेन्ट, यो 5वटा गोजी भएको यो ट्र्याक, यहाँ चाहिँ लोभर भन्छ है। यो किनेको अनि 2टा अन्डरवेयर कच्चा किनेको छु। पैसा कति हुन्छ हेरौँ है त। चल बता वहाँ कहाँ हिँडेको अरे। यहाँ मैले चाहिँ अहिले 1500 रुपियाँ, एउटा 2टा 3टा 1500 रुपियाँ यति लाग्यो है गाइज। 1500 रुपियाँमा मैले चाहिँ अहिले कपडा किनेँ। लगायो। अनि भिडियो कस्तो लाग्यो हेरेर साथ दिनु होला। भिडियो राम्रो लागेमा सब्सक्राइब। बाई। अहिले चाहिँ म कपडा सब किनिसकेर अनि यहाँ यत्रो कपडा किन्ने हो है। अनि 1500 रुपियाँको 2टा ट्र्याक, एउटा पेन्ट जिन्सको अनि 2टा कच्चा भनेपछि 1500 रुपियाँ ठिकै जस्तो लाग्दैछ मलाई। 2000 भन्दै थिएँ, 500 रुपियाँ चाहिँ यसो अब अर्को पालि आएको बेला दिन्छु भनेको छ। अर्को पालि त आएको है, अब सम्झिने अब होइन आइन्छ कि बा। समयले के भन्छ है, अब समयले राम्रै भन्नु भने आउन पनि सकिन्छ, किनकि भविष्य हो, केही भन्न सकिँदैन। आउन पनि सकिन्छ, नआउन पनि सकिन्छ है। आएको बेलामा दिन्छु भनेको छु मैले। अब हेरौँ गाइज चाहिँ हजुरलाई मैले यस्तो दामी भिडियो देखाएको छु है। प्लिज अरू भिडियो पनि आउँछ, त्यही भएर सब्सक्राइब चाहिँ गरिदिनु ल। एक सब्सक्राइब गर्नुभयो भने कति के भन्नु, अब मैले भन्नै आउँदैन क्या मलाई चाहिँ अब। त्यही भएर सब्सक्राइब प्लिज।